आदरणीय दर्शक महानुभावहरु, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो YouTube च्यानलमा हामीले नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु, नयाँ अपडेटहरु निरन्तर रूपमा प्रस्तुत गर्दै आइरहेका छौं। आजको सामग्रीमा हामीले सन्दीप लामिछानेको विषयमा चर्चा गर्नेछौं। सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीको जुन वर्गीकरण हुन्छ, सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिने निर्णय गरेसँगै उनलाई अब नेपाल क्रिकेट संघले कस्तो किसिमले अगाडि बढाउँछ भन्ने विषय एउटा कौतूहलताको विषय बनेको छ। दुई विषयमा चर्चा गर्नेछौं। सँगसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी लीग 2 को तयारीका लागि यूके को टुरमा रहेको छ र त्यसपछि नेपाली क्रिकेट टोली स्कटल्यान्ड र नेदरल्यान्डसँग खेल्नका लागि त्यहाँ प्रस्थान गर्नेछन् र त्यो अभ्यास खेलहरुमा पनि सन्दीप लामिछानेले आफ्नो बोलिङ गरेका छैनन्। यो विषयमा पनि हामी तपाईलाई जानकारी उपलब्ध गराउने प्रयास गर्नेछौं। अहिलेसम्म पनि तपाईले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला। अब लागौं अहिलेको सामग्रीतर्फ। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी लीग 2 अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग सिरिज खेल्नका लागि यूके को टुरमा रहेको छ। त्यहाँ रहेका केही अभ्यास खेल खेलिसकेपछि नेपाली टोलीले प्रतियोगिताको मुख्य खेल स्कटल्यान्ड र नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। दर्शक महानुभावहरु, र अभ्यास खेलको क्रममा नेपालले 2 वटा अभ्यास खेल खेलिसकेको छ र हिजो मात्र नेपालले एमसीसी विरुद्ध पनि खेल खेलेको थियो र जहाँ नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन पनि गरेका थिए र खुलेर ब्याटिङ पनि गरेका थिए। 2 वटा ब्याटरले शतक पनि प्रहार गरेका थिए, दिपेन्द्र सिंह र भीम सार्कीले। तर नेपालको सबैको आँखा भने सन्दीप लामिछाने खेल्छन् कि खेल्दैनन् भन्नेमा थियो। तर सन्दीप लामिछाने दोस्रो खेलमा पनि खेलेका थिएनन्। कुन कारणले खेलेका थिएनन् भन्ने कुरा अहिलेसम्म प्रष्ट रूपमा बाहिर आइसकेको छैन। यद्यपि सन्दीप लामिछाने जुन नेपालबाट जाने बेलामा उनले आफू राष्ट्रिय टिमको सेन्ट्रल कन्ट्र्याक्टमा नरहने र क्यानसँग जुन राष्ट्रिय सम्झौता हुन्छ नेपाली क्रिकेट टोलीहरूको वर्गीकरणको आधारमा, त्यसबाट आफू अलग रहने जुन एउटा सामाजिक सञ्जालबाट आफूले उद्घोष गरेका थिए र त्यस लगतै उनी 2 वटा अभ्यास खेलमा नखेलिसकेपछि सन्दीप लामिछानेले आगामी अभ्यास खेल खेल्छ कि खेल्दैनन् भन्ने कुरा पनि एउटा चिन्ता र चासोको विषय बनेको छ। दर्शक महानुभावहरु, उनले आगामी खेलहरुमा खेलोस् र अभ्यास खेलमा आफूले अभ्यास गरेर मुख्य प्रतियोगिताका लागि आफूलाई तयारी रहोस् भन्ने कुरा पनि हामी सबैले चाहना व्यक्त गरेका छौं। र सन्दीप लामिछाने अहिले सेन्ट्रल कन्ट्र्याक्टबाट आफू अलग हुने जुन निर्णय गरेका छन्, त्यो निर्णयको विषयमा पनि अहिले नेपाल क्रिकेट संघले कुनै किसिमको कदम चालेको अवस्था पनि छैन। किनभने सन्दीप लामिछाने अहिले विदेशमा रहेका छन्। राष्ट्रिय टोलीसँगै स्कटल्यान्ड र नेदरल्यान्डसँग प्रतियोगिता खेल्नका लागि त्यहाँ पुगिसकेको अवस्था रहेको छ र उनी फर्किसकेपछि नेपाल क्रिकेट संघले उनीसँग फेरि एकपटक छलफल गर्ने गरी तयारी गरेको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताएका छन्। दर्शक महानुभावहरु, र पारस खड्काले नेपाल क्रिकेट संघ र सन्दीप लामिछाने बीच त्यस्तो कुनै असमझदारी नभएको समेत उनले टिप्पणी गरेका छन्। हुन त पारस खड्का र सन्दीप लामिछाने बीचको जुन सम्बन्धको विषयमा विगतमा पनि चर्चा र परिचर्चा हुने गर्दथे। एकअर्का बीचको सम्बन्ध राम्रो छैन भन्ने कुरा पनि पारस खड्का जति बेला राष्ट्रिय टिमको कप्तान रहेका थिए त्यति बेला पनि यी दुई बीच एक किसिमको सम्बन्ध राम्रो छैन भनेर बाहिर हल्ला हुने गरेका थिए। तर यी दुवै विषयलाई सन्दीप लामिछाने र पारस खड्का दुवैले अस्वीकार गर्दै आएका छन् र बेला बेलामा उनीहरू एक ठाउँमा बसेका र एक अर्कालाई सामाजिक सञ्जालमा फलो गरिरहेको र सामाजिक सञ्जालमा एक अर्कासँग राम्रो सम्बन्ध रहेको पनि उनीहरूले देखाइरहेका छन्। त्यो किसिमको भावनाहरू पनि उनीहरूले व्यक्त गरेका छन्। र सन्दीप लामिछाने कुन हिसाबले सेन्ट्रल कन्ट्र्याक्टमा नरहने भनेर आफूलाई घोषणा गरेका छन् भन्ने विषयमा प्रष्ट रूपमा खुलेका छैनन्। यद्यपि हामीले के बुझ्न सकिन्छ भने सन्दीप लामिछाने अब आफूलाई राष्ट्रिय टिममा संलग्न गराउँदै एउटा क्यानबाट आउने जुन किसिमको एउटा कन्ट्र्याक्ट हुन्छ त्यसबाट रहँदाखेरि विभिन्न किसिमका कुराहरूमा समस्या हुने, जस्तो फ्रेन्चाइज टोलीहरूसँग आर्थिक हिसाबमा आफ्नो पारिश्रमिकको कुरामा पनि अलिकति बार्गेनिङ गर्नका लागि सहज हुने र विदेशी लिगहरू खेल्दाखेरि पनि त्यो हिसाबले आफूलाई प्रस्तुत गर्न पाउने कारणले गर्दाखेरि उनी त्यसरी अगाडि बढेको हुन सक्छ। सँगसँगै नेपालमा विभिन्न किसिमका कर्पोरेट हाउसदेखि विभिन्न निजी क्षेत्र र सरकारी क्षेत्रले पनि सन्दीप लामिछानेलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाउन चाहन्छन्। त्यो हिसाबले पनि उनी आफूलाई त्यहाँ आर्थिक कारोबारको हिसाबमा आफ्नो पारिश्रमिक कति भन्ने विषयमा आफैले तोक्न पाउने गरी जुन एउटा आफ्नै धारणा बनाएका छन्। यदि कन्ट्र्याक्टमा रहेको खण्डमा सन्दीप लामिछानेले त्यो छुट नहुने जुन एउटा समस्या रहेको छ, त्यसले गर्दाखेरि पनि आफू राष्ट्रिय कन्ट्र्याक्टमा नरहने र आफू कन्ट्र्याक्टमा नरहँदाखेरि चाहिँ एकजना खेलाडीलाई अझ थप अवसर पाइने समेत उनले बताउने गरेका छन्। यो विषयमा राष्ट्रिय टोलीका सदस्यहरू राष्ट्रिय टिम स्कटल्यान्ड भ्रमण
भ्रमणबाट फर्किसकेपछि थप चर्चा हुने र थप छलफल हुने उनले बताइसकेका छन् पारस खड्का, जो नेपाल क्रिकेट संघ क्यानका सचिव पनि रहेका छन्। दर्शक महानुभावहरू, र क्यानको वर्गीकरणमा सन्दीप लामिछाने पहिलो श्रेणी अर्थात् ए श्रेणीमा रहेका थिए, जहाँका खेलाडीहरूले मासिक 1 लाख रुपियाँ पारिश्रमिक पाउने गर्दछन्। र सन्दीप निकट स्रोतका अनुसार उनले राष्ट्रिय टिमबाट खेल्ने इच्छा भने छाडेका छैनन्। सन्दीप लामिछाने राष्ट्रका लागि सधैँ खेल्छु भनेर उनले सामाजिक सञ्जालमा पनि भनिरहेका छन् र स्पष्ट रूपमा भनेका छन् कि राष्ट्रिय टिमबाट अर्थात् नेपालबाट खेल्ने कुरालाई कुनै पनि हिसाबमा सम्झौता हुँदैन भनेर उनले क्यानका सचिव पारस खड्का र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पनि भनेका छन्। सन्दीप लामिछानेले सार्वजनिक रूपमा आफ्नो सामाजिक सञ्जालबाट आफू सेन्ट्रल कन्ट्र्याक्टमा नरहने जुन घोषणा गरेका थिए र त्योभन्दा अगाडि नै उनले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतलाई भेटेर आफ्नो इच्छा व्यक्त गरेका थिए र सोही अनुसार नै उनले सामाजिक सञ्जालमा लेखेको भनेर सचिव पारस खड्काले पनि स्वीकार गरेका छन्। यो हिसाबले सन्दीप लामिछाने, पारस खड्का, चतुरबहादुर चन्द र क्यान बीच कुनै किसिमको समस्या नरहेको भनेर हामीले पनि बुझ्न सक्छौं। र आगामी दिनमा नेपाल क्रिकेट टोली स्कटल्यान्डबाट फर्किसकेपछि सन्दीप लामिछानेसँग थप छलफल हुने समेत क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि बताएका थिए र त्यो कुरालाई सचिव पारस खड्काले पनि पुष्टि गरेका छन्। अब यी दुईहरू बीच कुनै किसिमको समस्या छैन र सन्दीप लामिछाने अहिले अभ्यासको क्रममा पनि दुईवटा अभ्यास खेल नखेलिसकेपछि क्रिकेट समर्थकहरूको एउटा चिन्ता र चासो उत्पन्न हुनु स्वाभाविक नै हो। दर्शक महानुभावहरू, र सन्दीप लामिछानेले आगामी अभ्यास खेलमा आफ्नो सहभागिता जनाउनेछन् र नेपाली टोलीबाट खेल्नेछन् भन्ने अपेक्षाका साथ हामी यो सामग्री यहीँलाई टुङ्ग्याउँछौँ। हाम्रो सामग्रीहरू कस्तो लाग्दैछ, सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी नयाँ विषयवस्तुका साथमा फेरि उपस्थित हुनेछौँ। त्यति जेसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।